नमस्कार सबैजनालाई। आज मैले कक्षा 12 प्राविधिक धारतर्फको सामाजिक अध्ययनको मोडल क्वेसनलाई लिएर आएको छु। सामाजिक अध्ययनको हाम्रो फुल मार्क्स 75 हुन्छ। क्वेसनहरु चाहिँ यहाँ राखिदिएको छ। यो तपाईहरु सबैजनाले प्र्याक्टिस गर्नु होला, साथै यो भिडियो चाहिँ आफ्नो साथीहरुलाई शेयर गर्नु होला। यदि तपाई यो च्यानलमा नयाँ हुनुहुन्छ भने तपाईलाई पुरानो एक्जामको क्वेसन पेपर र मोडल क्वेसन सेट चाहिन्छ भने यहाँ तल स्क्रिनमा देखाएको नम्बरमा मलाई WhatsApp मा मेसेज गर्न सक्नुहुनेछ। हाम्रो अति संक्षिप्त उत्तरात्मक प्रश्नहरुमा समूह क मा 11 वटा क्वेसन दिएको छ अनि समूह ख मा 8 वटा प्रश्न सोधेको छ। 5 मार्क्सले 40 मार्क्सको हुन्छ। सामाजिक अन्तरक्रियाका प्रकारहरु उल्लेख गरी कुनै दुईको वर्णन गर्नुहोस्। विविधताको व्यवस्थापन र समन्वयको लागि अपनाउन सकिने कुनै 5 वटा उपायहरु लेख्नुहोस्। तल दिएका बुदाहरुको आधारमा हिमाली प्रदेशको चर्चा गर्नुहोस्। भूबनोट, हावापानी, वनस्पति, जीवजन्तु, ज्येष्ठ नागरिकको पालन पोषण र स्याहार सम्बन्धमा ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063 ले गरेका कुनै 5 वटा व्यवस्थाहरु लेख्नुहोस्। लोकतन्त्र भनेको के हो? लोकतन्त्रका मूल्य मान्यताहरु उल्लेख गर्नुहोस्। नेपालको संविधानका राजनीतिक विशेषताहरुको समीक्षा गर्नुहोस्। नेतृत्वका लागि अन्तर्वैयक्तिक सिपको महत्व शीर्षकमा छोटो संवाद लेख्नुहोस्। जन्मलाई प्रोत्साहित गर्ने नीति र जन्मलाई निरुत्साहित गर्ने नीतिका बीच के कस्तो भिन्नता छ लेख्नुहोस्। समूह क मा विस्तृत उत्तरात्मक प्रश्नहरु 3 वटा दिएको छ। 8 मार्क्सले 24 मार्क्स क्यारी गर्छ। नेपालमा मनसुनी वायु र पश्चिमी वायुको के कस्तो प्रभाव पर्दछ उल्लेख गर्नुहोस्। मठ मन्दिर, गुम्बा, विहार, चैत्य, मस्जिदहरु हाम्रा धरोहर भएकाले यिनको संरक्षण र सर्वधनका लागि के गर्नुपर्छ सुझाउनुहोस्। समानुपातिक निर्वाचन प्रणाली भनेको कस्तो निर्वाचन प्रणाली हो? यस निर्वाचन प्रणालीको औचित्य पुष्टि गर्नुहोस्। यो सबै क्वेशनहरु तपाईले प्र्याक्टिस गर्नुहोस्, साथै आफ्नो साथीहरुलाई पनि शेयर गरिदिनुहोस्। तपाईहरु सबैजनालाई परीक्षाको शुभकामना। सबैजनाले आफ्नो राम्रो गर्नुहुन्छ भन्ने आशा छ।